यो चाहिँ गोलकुण्डा भन्ने ठाउँ हो है। एकदमै बवाल लाग्यो मलाई त होइन। यस्तो छ यो चाहिँ। यस्तो भिड छ आज यहाँ। यो टाइपको छ, नेचुरल पानी सब, ठुला ठुला ढुङ्गा। अनि यो चाहिँ एकदम टपमा, माथि आकाशदेखि तल हेरे जस्तै हुन्छ है। यस्तो छ यो चाहिँ। आज चाहिँ विशेष माघीको अवसर गरेर यहाँ चाहिँ यति धेरै मान्छे आउनु भएको छ होइन। यो चाहिँ इन्डियाको गोलकुण्डा भन्ने ठाउँ है साथीहरू। यदि तपाईँलाई थाहा छैन भने चाहिँ म यसरी बताइदिन सक्छु तपाईँलाई। यहाँ यस्तो छ। हेर्दै जानुहोस् तपाईँहरू चाहिँ। यहाँबाट चाहिँ विशेष खतरा देखिन्छ यहाँबाट। फेरि यो चाहिँ यहाँ चाहिँ यस्तो छ, पुरा बाहुबली होइन।